यहाँ हेर्नु राइट डाँडामा बजार लागेको अस्ति जेडेक्स टेनर भन्दै थियो नि अस्ति तपाईँलाई जेडेक्स टेनर जेडेक्स टेनर यही हो आवाज सुन्नु होला भाडा आफ्नो गाउँै प्यारो हो आफ्नो गाउँै रमाइलो हो क्या भाइ भन्नुहोस् होइन भाइ भन् बचपनमा पढेको एलपी स्कुल बिहानखेरि बचपनमा सानोमा हरियाली 4 माइल निस्किने मेन रस्ता हो अब यहाँ सिधै जानुपर्छ हामी जान्थ्यौँ भित्री रस्ता होइन सर्टकट रस्ता जान्थ्यौँ आज चाहिँ मेन रस्ता देखाउने छु गाई यही हो हामी देखाउने छौँ 4 माइलमा कस्तो हुनेछ भनेर बेलुकाको माहौलहरू नागेन्द्र भैयाको चाचाको अङ्कलको दोकान हो अनि यहाँ नानीको साइकल चलाउँदैछ यताबाट बाइक आउँदैछ हामी सरम गर्दैनौँ हामी यत्तिकै कुदिरहेको छौँ हालिदिरहेको अलिक हिँडेर क्यामेरा हिँडिदिनु थाले त के गर्छस् हामी अब होइन हो यो 4 माइल हाम्रो मेन टाउन हो हेर्नु न मान्छेहरू 3 माइल टाउन अब भनेको र खोजेको चिज चाहिँ पाइसक्यो पाइँदैन हौ टोको हो त फेरि नयाँ कुरो गरे ट्रेनर छ ल यहाँ होटेल पसिएको छ गाई के गर्ने अरे के गर्ने अरे हाम्रो 4 माइलको बेस्ट होटेल अरे नि त होइन अस्तिको बोल्दामा के भन्दै थिइस् तैँले होइन ओइल बस्ती त खान्न भन्दै थियो आज गाइस हेर्नु ओइल बस्ती खाँदैन अरे यसले छैन यहाँ कहाँ ओइल छ सिँगडा खाइसक्यो गाइस यता सिँगडाको प्लेट अब फेरि पकौडी खाँदैछ भाइले म पनि खाँदैछु यहाँ होटेलमा पकौडी र सिँगडा खाएर होटेलबाट निस्केर यहाँ सब्जी बजार गरिँदैछ भाइले सब्जी बजार पनि गरिसक्यो होलसेल दोकान आएछ पनिर लिन अरे यो चाहिँ हो नागेन्द्र चाचाको दोकान कान्छा भाइ एक पुवा पनिर लिनुको लागि घरबाट आएको त यो भाइले एकदम बजार पस्दै गर्दाखेरि अहिले कम्पलसरी नै स्योर पुरा कहिले टुट्नेवाला छैन माछा मासु ड्युटी टाइम 5 बजे परा लोकेसन पनि भन्दिनु लोकेसन डिके सप यहाँ डिके सपको अगाडि दाजुको यहाँ मेरो यो ब्रोइलरको माने एउटा म युनिक राखेको छु हजुर 100% लोकल फार्मको 100% छेउछेउको फार्मको ल्याउँछु हजुर साइज पनि 5 केजी 4 केजी माने 3.5 परा लास्ट हुन्छ हजुर के गर्ने पाउनुहुन्छ त काई पाउनुहुन्न यही आउनु होला अबबाट मासु खानु मन साथीहरु इन्तजारमा हुनुहुन्छ हैन हजुर पैसा बोक्न आउनु हजुर फाइनली गाइस हामी अहिले घर आइसकिसक्यौँ अब बजार सजार गरेर हैन तपाईहरुलाई यो भिडियो चाहिँ कस्तो लाग्यो हाम्रो गाउँको भ्यूहरु र हाम्रो गाउँ जग्गाहरु कस्तो लाग्यो तपाईहरुलाई भनिदिनु होला कमेन्ट गरिदिनु होला।